Yes. झन्डै लड्यो त. Oh my god. This is Puku and me. म चिप्लिसकेँ त. This is Puku, man. Puku is कति सुपरम्यान जस्तो माथि चढेको छ नि त. खोलेर देखाउनु आज अलु खोलेर देखाइदिनुहोस् चकलेट. यस यस पहिले यो कान बटार्नु कान खोल्नु. पुकुले चकलेट खोल्यो है पुकुले चकलेट खोलिसक्यो है खोलि नै सक्यो. ल अलिकति बाँकी छ. ओ माई गॉड चकलेट खोल्यो पुकुले. वाह ल आम्मामा दामी चकलेट. ल पुकुले चकलेट खोल्यो खतरा. कङ्ग्रेचुलेसन पुकु. मकै सुरुरुरुट. पुकु डन्ड हाम्रो खतरा स्टेडियम बन्ने छ नि पुकु. लेट्स गो. होइन लेट्स गो भने यता यो लेट्स गो क्या. यो चाहिँ बनाउँ न भनेको. ल त्यो लेट्स गो होइन नि. ओके ल तल फेरि तल. पाण्डु माटो लिएर आउँछ. बस्नु ल. हेड मिस्त्री हाम्रो पाण्डु. लेबर चाहिँ म होइन. लेट्स गो होइन यहाँ चाहिँ लेट्स गो भनेको क्या. यहाँ घर लेट्सको होइन क्या भनेको होइन त. हाम्रो अब खतरनाक उयोहरू बन्दैछ नि पुकु. हामी दुईको खतरा बन्दैछ. पुकु डन अनि मेरो. हामीले के बनाएको पुकु यो निकै नै खतरनाक. पुकु पाण्डुको हात पनि छ यहाँ एउटा. पावा छोडिदिनु अब यहाँ गरौँ न यहाँ. सोलो लोलो गङ्गाले. हाम्रो अब यो खतरा आविष्कार हुँदैछ यहाँनिर. नेपालको पहिलो स्टेडियम बन्दैछ नि ठुलो नि. बर्नेबाउ भन्दा खतरा. क्याम्प नौ भन्दा खतरा. अनि वेम्बली भन्दा खतरा. एनफिल्ड भन्दा खतरा. त्यस्तो खालको स्टेडियम बन्दैछ नि यहाँनिर. त कसैले यस्तो खतरा बनाउनु स्टेडियम होइन. हाम्रो इन्जिनियर साहब यता आमामा सुपरभाइजर इन्जिनियर सबै उहाँ हुनुहुन्छ. स्ट्रक्चरदेखि लिएर हरेक कुराहरू उहाँले हेर्दै हुनुहुन्छ. कता हाल्नु हुँदैछ हजुर. त्यो स्टेडियम बनाउनु बोलाउँछ होला नि पछि. ल ओके ल अब के गर्ने. लेट्स गो फिनिस गरौँ यसलाई. ओके होइन यहाँ चाहिँ बनाऊ ल. यहाँ चाहिँ भनेको पाण्डु अल्छे ठेकदार अल्छे भएर हुँदैन. यता हेर्नुपर्छ. यता यो हात लाउनु परेन. विकासको काममा यहाँ हात लाउने यसरी हो. ल चाइनिज इँटा जस्तो छ नि. अनि हाम्रो इन्जिनियर साहब कस्तो के हुँदैछ यहाँ. वाट इज दिस. यो के हो. इसी हो. ओहो वा कति राम्रो आविष्कार. खादिनु. आजदेखि तपाईँको कसम मैले मान्य गरेको छु. ल धन्यवाद. तपाईँको पनि यसमा हात छ नि त. ल मिस्टर इन्जिनियर साहब अब यो के भन्छ. इसी दम हो. ओहो वा कति राम्रो बनाउनु भएको हाम्रो पाण्डुले. आहा पाण्डु त होइन त नि पुकुले पो त. या मेहनत हेर्नुपर्छ. मेहनत यहाँनिर कम्ती मेहनत छ यहाँ. पहिले बनाइसक्नु न. अनि जाउँ. यो बनाइसक्ने हो. भइसक्यो विषयमा भयो. ल खतरा फाइट पर्दैछ र त्यो. अब हामी जाँदैछौँ कता. स्कुल यहाँ हान्नु यहाँ. ओहो पुकु कता हुनुहुन्छ. वेयर इज पुकु.
Where are you, Puku? हामी कहाँ गएको? हामी सुहायो? ल ओके सुहायो पुकुरनलाई ल सुहायो ल अब हामी जाने स्कुलतिर जाने बुम 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 त्यही जाने ल म पुऱ्याएर उता पुऱ्याइदिन्छु ल त्यति भएकोमा यता हेर्नु न यहाँ पुकु पुकु वेला यो पुकु खोइ त पुकु देख्दिनँ त हौ म त पुकु हामी जाँदैछ यो घुम्न भुम भुममा टुङ टुङ पुकु र म हामी जाँदैछौँ भुम भुममा भुम 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 होइन पुकु ओके न ला 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 हो ला 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 हे पोटङ टङ 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 आहा कस्तो यहाँ को रहेछ हो हेलो भनिदिनु हेलो वेयर आर यु गाइज भनिदिनु न होइन ऊ यहाँ को छ ऊ ह्याट लगाउने पर हेर्नु त ओ पर को हेलो गरिदिनु हेलो गाइज भनिदिनु कस्तो लाग्यो त ओ माई गड वेयर आर यु गाइज रातो घर दिस इज बङ्गलो दामी हेलो गाइज भन्नु पर बडाहरूलाई हेलो गाइज भन्नु हेलो गाइज यहाँ अहिले पुकु गाउँदै हुनुहुन्छ पुकु रुनु भएको छैन यहाँ हेर्नु पुकु रुनु भएको होइन यो होइन पुकु रन चाहिँ रुनु भएको होइन यो रुनु भएको तपाईँ ओ माई गॉड गाह्रो भयो वाह उता के गर्दै हुनुहुन्छ यता के गर्दै हुनुहुन्छ ओहो लडीबडी ओहो पुकु इज अ डन के भयो के खाने भरे म बिस्कुट किनिदिन्छु ल पुकु ओके पुकु रुनु हुँदैन हाँस्दिनु स्माइल प्लिज उता हेलो गरिदिनु हेलो वाट पुगेको छ होइन दिस इज गाउँमा दिस इज बाटोमा दिस इज घरमा दिस इज कोलामैजमा वाट अ म्युजिक दिस इज मकैबारी म होइन पुकु यहाँ हेर्नु त हेलो भनिदिनु हेलो गाइज भनिदिनु हेलो गाइज हाउ आर यु बोलिदिनु न हौ यता हेलो उता हेलो भनिदिनु सबैलाई हेलो सुन्नु त हो चिनौरे खबर त यहाँ रहेछ नि एउटा टिपेर लानुपर्छ ल फेरि त्यहाँ हेर्नु वाउ फ्लावर यहाँ हामी जहिले टिप्छौँ नि एउटा फ्लावर यहाँनिर टिप यो एउटा हामीलाई के छ यो ला भन्ती झऱ्यो त साइकलको त ल एउटा टिप्नु त पुग्नु त लु ए पुगेन एकछिन खै है डन ल दिस इज फर पुक्कु त्यो साइकलको घन्टी लिएर आउँछु ल म खै पकाउँदा बिहा त गरेको तर बुढी छैन हौ गर्नु खोजेको अब पाएकै छैन अनि त्यही भएर लुङ्गो के छ हौ के गर्दैछु त्यो दारू पार्टी हो ल ठिक छ गरिने कहिले किन रुको भयो तिमी स्कुल जाँदा हुन्छ अहिले जानु नसो ल कन्ट्रोल हामी जाने मेरो कानैमा फुल के झऱ्यो हौ छ कि छैन फुल छैन पो रहेछ त हौ यहाँनिर पुक्कुसँग पनि छ फुल यु हेभ फुल आई हेभ फुल यु आर एप्रिल फुल टुङ 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 टुङ
यो उकालो 3टा उकालो कटेर जानुपर्छ नउत्रिकन नि पुकु स्लिपिङ स्कुल आउला यो पनि आयो हामी कति छिटो यार ओए ब्रेक लाग ब्रेक पुकु एन्ड मी सेवा गर्छ आइपुग्यो सबैलाई सेवा गरिदिनु सेवा सबैलाई Let's go. Good morning, Raja. Good morning, Miss. Good morning. Good morning. यो बाटोमा यत्रो होइन मैले नेपालको झन्डै देखेर नि है भर्खर लगाएको हामी छ नेपालको झन्डा फरफराउँदै लहराउँदै हैन पर्छ सिजन आयो अब दाउरा सर्नु पर्ने हुन्छ हैन चट्टसँगले यसलाई चाहिँ त्यता लगेर ठ्याक्क राखेर अन्त के हुनु ल लेट्स गो च्याट्ट प्रोटिन खाम त अरे प्रोटिन त घटेछ त सक्यो यसरी होइन टक्कसँगले हामी छिरेपछि काम त यसरी सकिनहाल्छ हेलो गुड मर्निङ गाइज होइन धेरै Kerengeng. Pandu morning Pandu. Gintang madro kati bazuma. Gintang madro kati bazuma. Dilwaya ni falama, cakramaya darsan selama. कैसा गए जोरी बाले आइज बाले के भयो कान्छी के भयो तिमी त सन्चो छैन क्या हो के भयो यहाँ भात खानु भात खानु गुड बिरामी भइगयो तिमी त म तिमीलाई खोइ यहाँ हाम्रो डनहरुले अब खान्छ हाम्रो डनहरुलाई यस कम अन हल्ला चाहियो हल्ला अयो छिकिहाल्नु पर्छ जारिहाल्छ नगर्नु एकछिन हल्ला चाहियो हल्ला कसले टोकेको यो को यो ठुक्ने मलाई एकछिन सबैले पाउँछ सबैलाई अटोग्राफ सबैलाई दिन्छु म एकछिन पाले पिलो अटोग्राफ सबैलाई दिन्छु म एकछिन लाइनमा एकछिन है नधर है फ्यानहरूलाई पनि सम्हाल्नु गाह्रो भयो ल गाइज ल हल्ला चाहियो हल्ला सबलाई शान्त बसेर खान सक्दिनस् हेर यहाँ लगाएर यहाँ हेर ल खान सकेन नि ल गाइजहरु गुड मर्निङ मान्छेको भ्यालु पनि सही ठाउँमा र सही समयमा भने मात्रै हुने हो क्या नत्र त कदर त गाह्रै छ नि हो हैन यो फुल हेर न यसको बास्ना यति मिठो आउँछ नि
यसमा लाउँदा पनि कति राम्रो देखिन्छ होइन तर यसको हेर त यसको स्वरूपलाई हेर न त्यही भएर यसको भ्यालु नै छैन क्या त ठाउँमा परिनुहोस् नि त कान्छ गुलाबभन्दा राम्रो सुगन्धमा कमी छैन तर के गर्छ यस्तो कान्छ गुलाबभन्दा महँगो हुनुपर्ने नि खासमा त होइन बिहेमा तेरो गिफ्ट हुनुपर्ने हो सबैको हातमा त हुनुपर्ने हो के गर्छ गुलाबमा काँडा भए पनि मान्छेले त्यसलाई नै राम्रो देख्छ होइन सो हामी एउटै हो म चाहिँ मकैबारी आउँदैछु आउँदैछु नि जाँदैछु यत्रो भइसक्यो ठुलो ठुलो ओले ले भनेर सानो हुँदा गोडेको यत्रो भइसक्यो होइन सानो सानो हान्नु ल अब हेर त डल्लै झारिगयो नि बास मायाले हो किम्बु त खाने बेला भइसकेको छ वा यहाँ पनि पाकिरहेको किम्बु चाहिँ खाने बेला भइसक्यो सोचाइ त गुलियो रहेछ लास्टै गुलियो क्या लास्ट गुलियो रहेछ नि आमा तिमीले खाऊ न गुलियो रहेछ फाइनली यहाँ पनि पिच आइसक्यो तर यो कस्तो खालको पिच हो मलाई थाहा भएन होइन पिच आउनु चाहिँ आइसक्यो अझै माथि के आउँछ कि बा त्यस्तै खालको है त्यो आउनु चाहिँ आइसक्यो राम्रो देखिन्छ रहेछ त्यो भर्खर गरेको थियो कहिले भयो हिजो हेर्नु त थिएन त यो अचानक देख्छु प्लिज त ल ठिक छ भनेपछि अबको एक हप्तामा यो पनि अलिक उयो यस्तो बनाउनु होला नि अब बलुवा हाल्नु मागेको छ नि सही ल ठिक छ बजार जाने अवस्था आयो कि त्यही भएर बजार एडिडासको जुत्ता सिलाउनु पर्ने चाहिँ होइन च्यात्यो खेल्नै पऱ्यो बजार त यताउता नि बजार पुगेपछि चाहिँ आज हेर्दा पनि धेरै पछि बजार आउँदैछु कि लेट्स गो बजार यसको जुत्ता सिलाउनु छ होइन छ नि त छिटो त बिजी त हुनु न नि ल यो एडिडासको यसको व्यवस्था गर्नु पऱ्यो अलिकति राम्रो दामीसँगले ल यति मात्रै होइन त्यति मात्रै हो कति लाग्ने भयो 40 ल ठिक छ दामी हालिदिनु त अनि हामीसँग इन्सुल पनि छ यस्तो भित्रको इन्सुल छ कस्तो चाहियो क्या 100 रुपियाँ चाहिँ 80 रुपियाँ त्यत्रो ठुलो चाहिँदैन कि होइन त्यसो मिलाएर काटेर मिलाउनु पर्यो नि ए अलिक भित्र उयो हुने खालको छ अलिक मोटो खालको अझै मोटो खालको 30 भनेर कालो धेरै मोटो हाल्दा पनि फेरि खुकुले सब ट्याक्स दिन्छ ठिक्क छ अब चाहिँ नफाट्ने सिलाइदिनु ल एकचोटि एक राउन्ड सिलाएको गएछ हौ सिलाउँदै कमजोर भयो क्या हौ जुत्तै जुत्ता त 3000 कै हो तर गयो फाइनल्ली म चाहिँ बिहिबारे बजार आइसकेँ होइन बजार पातलो भइसक्यो छैन केही पनि छैन केही पनि पहिला यहाँनिर धेरै सबै सामानहरू हुन्थ्यो अहिले केही पनि छैन अहिले
के पाउँथ्यो ओहो बजार हो साग पाइँदो रहेछ ल म पनि साग लिन आएको ल कहाँ पाउँछ कतापट्टि छ कहाँ छ साग त म झगडा गरेर भए पनि लिइहाल्छु नि हौ साग 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 अरे अरे के छ यसो बजार कस्तो छ भनेर घुम्न आएको हेर्न आएको अनि यसो अपडेट पनि दिउँ न भनेर नि हाम्रो बिहिबारे बजारको त्यही भएर अरे साग त के हो यो फ्रेस होला है बोजू एकदमै अलिक पोलियो लागेछ नि त हो कि ढिलो आएर हो यस्तो भएको आएन आँखाले पनि हेरिरहेको छु नि आँखाले पनि हेरिरहेको छु त ओहो साग अलिक छिप्पे जस्तो लाग्यो म जस्तै अरू पनि हेरेर आउँछु ल म बुझ्यो जस्तो प्रकारको दुःख एक हप्ता जस्तो लगाउनु नि आज रामबाण तेलले काम गर्छ हो र के हुन्छ रे यसले के हुन्छ यसले यो दुखाइ अहिले नि यो तेल कस्तो 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 हट्छ सुनि लाग्ने यता बसेर यता आउने भन्नु न भन्नु कस्तो खालको के हुने यसले यहाँ हेर्दिनँ म तपाईँको सुन्छु नि त दर्दोल तेल हो यो भने यो भन्छ ठिक छ कि तपाईँको मुखबाट सुनौँ न त तुतियाको तेल गन्धकको मलाई पनि चाहिरहेको छ क्या तेल कपुरको तेल खैनीको तेल होइन तपाईँको चाहिँ सुनौँ न एक्सपिरियन्स के छ त त्यो चाहिँ सुनौँ न त यो त ठिक छ रोजा बसेर कि धेरै यो सबै मिलाएर पकाएर निकालेको यो तेल यो तेल यतिखेर रोजा हो र लागि चाहिएछ क्या यस्तो यस्तो खुट्टा दुख्छ कपडा दुखेको निको हुन्छ भने गर्दन दुखेको नसा दुखेको टाउको दुख्छ पिनास राम्रो भयो भने त फेरि आउँछु नि म अहिले नि यो तेल लाउनु कसरी के छ तेल तपाईलाई टाउको दुख्दैछ ढाड दुख्दैछ कसरी हो अहिले लगाउनु अहिले कहिले यो 300 पर्छ दबाईले तेलले हजुरले आराम बनाउँछ अहिलेको अहिले हजुर अहिले आराम बनाउँछ भने दुखेको छ भने आराम अहिलेको अहिले गरिहाल्छ पैसा लाग्दैन तर एक खोराकले पुरै जाति हुँदैन आउनुहोस् दाजुभाइ बट्टा लगाइदिउँ सबै एकैचोटि त निको हुन्छ कि हुन्छ हजुरको पिराइ छ दुखाइ छ आउनुहोस् ढाड सड्केको छ भन्दैछ लाउँछ कि उता पनि सोध्नु एकचोटि उता पनि लाग्दैन हजुर एकचोटि लाउँदा हुन्छ हजुरले अब जसलाई पर्सानी छ त्यो आफै कुदेर आइहाल्छ नि यो भनेको होइन चाहिरहेछ त्यही हो तपाईँ अहिले दुख्दैछ अहिले कहिले सयमा 50 मा 10 मा 10 मिनेटमा मस्तन बाबा तपाईँ अर्को बिहिबार बस्नु पऱ्यो म आउँछु यो बिहिबार आउँदिन बाबु आउनु पर्ने तेल दर्द अर्को बिहिबार म यो त्यतिखेर आउँछु बिहिबारमा हाम्रो पर्व छ नि म त्यतिखेर आउँछु ल ठिक छ ल ल ल सबै बेचेर सब बेचेर जानु है त ल ल साग सकिएछ यार साग त बजार सानो रहेछ बोजू म त आइपुगिहालेँ त सागको एरिया सकेछ त छ नि छनु त सागै यहीँ मात्र देख्छु त अनि कहीँ देख्दिनँ कसरी छ ल एक मुठा केही त हुँदैन होला नि कति पनि हुँदैन होला नि ए मुन्टा रहेछ नि त यहाँ लुकेको यही त खोजेको त यो पनि त्यो पनि 20 रुपियाँ होइन 30 ल ल ल यो एकै मुन्टा मात्रै हो ल ल ल साग 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 चाहिँ अलिकति मभन्दा बुढो रहेछ कि अलिक साग चाहिँ ठिकै छ यो भए पनि ल यति यो त 40 है उताको है यो चाहिँ कसरी हो 20 यो उताको यो उताको 40 यो घटाउनु लाउनु भयो कसको रहेछ अलिक घट्नुपर्छ यो अलिक हेर्नु न यार मभन्दा बुढो छ यार साग अनि साग हेर्नु न बल्ल बल्ल पाइयो छैन त के गरौँ हौ डेङ्गिडेङ 60 कति रायोको त उता 40 30 होइन यो त उताको चारजनाको यो 50 भयो 70 60 ल 70 दिने भयो त मैले ल दुःख पनि छैन नि ल ल बुझ्नु लाग्यो ल है धन्यवाद
अरू के छ भेन्डी